केही दिन अगाडि बङ्गलादेशमा सुन्दैमा शरीर काम्ने मध्येको एक विभत्स घटना घट्यो। दिपुचन्द्र दास नाम गरेका एक हिन्दू युवालाई मुस्लिम समुदायको भिडले लात्ताले हानेर मारेपछि उनकै परिवारको अगाडि रुखमा झुन्डाइएर आगो लगाइयो। दिपुचन्द्र दासको दोष भनेकै हिन्दू धर्म मान्ने र पश्चिमा देशबाट परिचालित बङ्गलादेशका लुसिफरहरूको विरोध गर्नु थियो। त्यस्तै गरी संसारकै सुन्दर मध्येको एक देश युक्रेन, जसलाई अन्नको भण्डार भनेर चिनिने थियो, युरोपको सुन्दर देश भनेर चिनिने थियो, त्यस्तो देशलाई पश्चिमा केही देशहरूले आफ्नो स्वार्थको लागि जेलेन्स्की नामको लुसिफरलाई प्रयोग गरेर कसरी तहस नहस पारे आज चर्चा गर्नेछौँ। भिडियो केही लामो हुनेछ, तर पनि धैर्यताका साथ हेरिदिनुहोला र आफ्नो प्रतिक्रिया दिनुहोला। साथै भिडियोलाई लाइक, कमेन्ट र सब्सक्राइब पनि गरिदिनुहोला। अब सुरु गरौँ बङ्गलादेशको घटनाबाट। बङ्गलादेशलाई स्वतन्त्र राष्ट्र बनाउनमा मुख्य भूमिका निभाएका अवामी लीग पार्टीका नेता मुजिबुर रहमानकी छोरी थिइन् शेख हसिना। 1975 शेख हसिनाका पिता, जो बङ्गलादेशका राष्ट्रपति पनि थिए, र उनका परिवारलाई राति घरमा सुतिरहेको बेला गोली हानेर मारियो। जसरी नेपालमा राजा वीरेन्द्रको वंशनाश गरिएको थियो। भाग्यवश शेख हसिना र उनको बहिनी त्यो बेला जर्मनीमा थिए र बाँच्न सफल भए। पिता र परिवारका अन्य सदस्यको हत्या भएपछि शेख हसिना केही वर्ष भारत बसिन् र 1981 मा बङ्गलादेश फर्किन्। त्यति बेला बङ्गलादेशमा सैन्य शासन चलिरहेको थियो, तर पनि शेख हसिनाले सैन्य शासन अन्त्य र लोकतन्त्रको स्थापनाको लागि आवाज उठाइरहन्। हसिनाको आवाज दबाउन त्यहाँको सैन्य शासनले उनलाई जेल हाल्यो। उनी चढेको कारमा बम विस्फोट गरायो, तर पनि उनले हार मानिनन्। शेख हसिनाले लोकतन्त्र स्थापनाको लागि दिनरात मेहनत गरिन्। उनलाई देशका जनताको र अन्तर्राष्ट्रिय समर्थन बढ्दै गयो र बङ्गलादेशमा लोकतन्त्रको स्थापना भयो। फलस्वरूप 1996 मा भएको आम चुनावमा विजय हासिल गरिन् र प्रधानमन्त्री बनिन्। 2001 को चुनावमा हार बेहोरे पनि 2009 बाट लगातार 4 पटक प्रधानमन्त्री बनिन्। शेख हसिनाको सरकारलाई भारत, चीन र रसियाले पूर्ण समर्थन गरे र देश विकासमा आर्थिक प्राविधिक सहयोग गरे। चीन, भारत, रसियासँग शेख हसिना सरकारले राम्रो सम्बन्ध राखेकै कारण अमेरिका र पश्चिमा देशले शेख हसिनाको सरकारलाई समर्थन गरेनन्। यहाँसम्म कि अमेरिकाले त शेख हसिनाको सरकारमा रहेका र पार्टीका नेतालाई अमेरिका प्रवेशमा रोक लगाउने धम्की नै दियो। आफ्नो सरकार ढल्नुभन्दा केही समय अगाडि शेख हसिनाले अमेरिका र पश्चिमा राष्ट्रले बङ्गलादेशमा आन्दोलन गराई लोकतन्त्रको हत्या गर्न खोजेको भनेर संसदमै भनिन् र त्यो भयो पनि। 2009 मा शेख हसिनाले सरकार सम्हालेपछि अहिले प्रति व्यक्ति आय 3 गुणाले बढेको छ भने उनी सरकारबाट हट्नुभन्दा अघि आर्थिक वृद्धि दर 7.81 थियो। 2006 मा 71 बिलियन रहेको जीडीपी शेख हसिना सरकारमा आएपछि 2022 मा 460 बिलियन पुग्यो, जुन दक्षिण एसियामा भारत पछिको दोस्रो ठुलो अर्थतन्त्र हो। चीन र भारतसँगको सन्तुलित सम्बन्धका कारण विकासमा फड्को मारेको बङ्गलादेश 2018 मा कम विकसित राष्ट्रको सूचीबाट हटेर विकासशील राष्ट्रको सूचीमा पर्यो भने शिक्षा, स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधार गर्यो। कृषिमा आत्मनिर्भर बन्यो। तर भारत र चीन र रसियासँग बङ्गलादेशको सुमधुर सम्बन्ध पश्चिमा राष्ट्रहरूलाई मन परेको थिएन। उनीहरूको स्वार्थ विपरीत गरिब राष्ट्र धनी बनेको उनीहरूलाई सह्य भएको थिएन। त्यसैले बङ्गलादेशमा नेपालमा झै उनीहरूले आफ्ना लुसिफरहरू, एजेन्टहरू परिचालित गरेका थिए। सामाजिक सञ्जालमा नियन्त्रण राखेका ती पश्चिमा राष्ट्रले आफ्ना लुसिफर र एजेन्ट
मार्फत शेख हसिना सरकार विरुद्ध भरम फैलाउने काम गरे। आफ्ना लुसिफर र एजेन्टहरूलाई युरोप अमेरिका लगेर विभिन्न पुरस्कारहरू दिने, बिकाउ मिडिया, युट्युबर र सामाजिक सञ्जाल मार्फत सरकारले गरेका राम्रा कामहरूलाई लुकाउँदै निराशाका कुरा देखाउने, विभिन्न क्षेत्रका नकारात्मक सूचाङ्कहरू देखाउने, सामाजिक सञ्जालमा फेक आइडीबाट प्रचार प्रसार गर्ने, झुटा कुराहरू फैलाउने, विभिन्न आइएनजिओ मार्फत जातीय, धार्मिक, क्षेत्रीय मुद्दामा लडाउने काम गरे, जुन अहिले नेपालमा चलिरहेको छ। पश्चिमा राष्ट्रले फैलाएको झुट र भरमलाई सत्य ठानेका बङ्गलादेशका जनताहरूले अगस्त 2024 शेख हसिना विरुद्ध आन्दोलन सुरु गरेर हत्या हिंसा मच्चाए। नेपालमा जसरी जेनजीको नाममा आन्दोलन गरेर पश्चिमा राष्ट्रका एजेन्टहरूले आफै गोली हानी निर्दोष नागरिक मारी आन्दोलन हाइज्याक गरे, त्यसै गरी बङ्गलादेशमा पनि एजेन्टहरूले हत्या हिंसा मच्चाई आन्दोलन हाइज्याक गरे, जसका कारण बङ्गलादेशलाई विकासको बाटोमा डोराएकी शेख हसिनाले देश छोडेर भाग्नु पर्यो र बङ्गलादेशमा सैनिक शासन सुरु भयो भने पश्चिमा राष्ट्र समर्थित मुहम्मद युनुस प्रधानमन्त्री बने। अहिले बङ्गलादेशमा हत्या, बलात्कार, लुटपाट, जातीय धार्मिक द्वन्द्व हुनु सामान्य जस्तो बनेको छ। अल्पसङ्ख्यक समुदायले असुरक्षित महसुस गरेका छन् भने लाखौँ जनता देश छोडेर हिँडेका छन्। आर्थिक वृद्धि दर, विकासका काम ठप्प छन्। छिमेकी राष्ट्रले सहयोग रोकेका छन्। सैनिक शासनले गर्दा नागरिकको स्वतन्त्रता खसिएको छ। अहिले बङ्गलादेशी नागरिकहरू शेख हसिनालाई सम्झिएर रुँदैछन्। पश्चिमा राष्ट्रले फैलाएको भरमको पछि लागि आन्दोलन गरेकोमा पछुताएका छन्। शेख हसिनालाई भारतबाट फिर्ता ल्याई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने आवाज उड्दै गएको छ। तर अब त्यहाँका जनताले पछुताउनु बाहेक अर्को विकल्प देखिँदैन। अब कुरा गरौँ युक्रेन देशको। युक्रेन पूर्वी युरोपमा रुस पछिको ठुलो देश। युक्रेनलाई युरोपको अन्न भण्डार पनि भन्ने गरिन्छ। संसारकै ठुलो उब्जाउ क्षेत्रमध्ये एक रहेको युक्रेनले युरोप लगायत अन्य देशलाई ठुलो मात्रामा गहुँ, मकै, सूर्यमुखी जस्ता कृषि उत्पादन निर्यात गर्दथ्यो। 2014 भन्दा अगाडि छिमेकी राष्ट्र रुससँग राम्रो सम्बन्ध रहेको युक्रेनको विकास पनि लोभ लाग्दै थियो। शान्त र सुन्दर देशका कारण संसारभरबाट पर्यटकहरू घुम्न जाने गर्दथे भने अर्थतन्त्र विरुद्धको रेखामा थियो। निर्यात, रोजगार, शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा सफलता हासिल गरिरहेको युक्रेनलाई बर्बाद गर्न युरोपका केही देश लागि परेका थिए। रुसलाई घेराबन्दी गरी कमजोर बनाउन युक्रेनमा पश्चिममा केही देशले लुसिफर र जोकरहरू उत्पादन गरेका थिए। बिकाउ मिडिया, युट्युबर र उनीहरूका एजेन्टहरू मार्फत रुस र रुस समर्थित सरकार विरुद्ध भरम फैलाउने काम चलिरहेको थियो। त्यसमध्ये एक थिए हालका कमेडियन राष्ट्रपति जेलेन्स्की। विभिन्न आइएनजिओबाट परिचालित र सामाजिक सञ्जालमा फैलाएको भरम युक्रेनी जनताले बुझ्न सकेनन् र 2014 आफ्नै राष्ट्रपति विरुद्ध आन्दोलन सुरु गरे र रुस समर्थित राष्ट्रपतिले राजीनामा दिए, जसले गर्दा युक्रेनमा पश्चिममा केही देशको दबदबा बढ्न थाल्यो र 2019 चुनावमा राजनीतिक ज्ञान नभएका 41 वर्षीय युवा कमेडियन जेलेन्स्कीलाई त्यहाँको राष्ट्रपतिमा जिताइयो। अमेरिका र पश्चिमा देशका एजेन्ट भनेर चिनिएका जेलेन्स्की राष्ट्रपति भएपछि युक्रेनमा रुसी भाषीहरूमाथि अत्याचार बढ्न थाल्यो र अमेरिका, फ्रान्स, ब्रिटेन लगायत देशको इसारामा रुससँग 1990 भएको सम्झौता विरुद्ध युक्रेनलाई नाटो राष्ट्र बनाई रुसलाई कमजोर बनाउने रणनीति सुरु गरे। जेलेन्स्कीको रणनीति बुझेका रुसी राष्ट्रपति पुटिनले आफ्नो देश असुरक्षित हुने भएपछि युक्रेनमा आक्रमण सुरु गरेर हालसम्म पनि युक्रेन रुस युद्ध चलिरहेको छ। युद्धले गर्दा युक्रेन पुरै ध्वस्त बनेको छ। लाखौँ जनताको मृत्यु भएको छ। देश पुरै खण्डहर बनेको छ। लाखौँ जनता देश छोडेर गएका छन्। विद्युत, शिक्षा, स्वास्थ्य क्षेत्र तहस-नहस भएको छ। व्यापार ठप्प भएको छ। युद्धका लागि आएको सहयोग रकममा मन्त्रीहरू र राष्ट्रपति आफैले भ्रष्टाचार गरेका छन्। युद्धमा जाने सेनाको अभाव भएको छ। युद्धमा जान पर्ने डरले जनताले आफ्नो खुट्टा आफै भाँचेर बसेका छन्। अमेरिकामा ट्रम्प राष्ट्रपति बनेपछि रुससँग युद्ध सुरु गर्नु जेलेन्स्कीको मूर्खता हो भन्दै युद्ध रोक्न दबाब दिएका छन्। पहिले युद्धका लागि उक्साउने पश्चिमा राष्ट्रले पनि अब सहयोग गर्न नसकिने भनेर हात उठाएका छन्।
अहिले युक्रेन पुरै खरानी भइसकेको छ। देशको 20% भन्दा बढी भूभाग रुसले कब्जा गरिसकेको छ। युक्रेनी जनता अहिले जेलेन्स्कीलाई राष्ट्रपति चुनेकोमा पछुताएका छन्। सामाजिक सञ्जालको भरममा परेर पश्चिममा एजेन्टहरूलाई सरकारमा पुर्याउँदाको परिणाम भोगेका छन्। भरमको पहाडी लागेर अज्ञानी कमेडियन युवालाई सरकारको जिम्मा दिँदा देश र जनताले भोग्नु परेको नोक्सानीको बारे बोलिरहेका छन् युक्रेनी जनता। चीन र भारतलाई कमजोर बनाउन नेपालमा पनि युक्रेन र बङ्गलादेशको जस्तो अवस्था बनाउन खोजिरहेका छन् पश्चिमा राष्ट्रहरू। गएको जेनजी आन्दोलन पनि पश्चिमाहरूको रणनीति अनुसार भएको थियो। स्कुले बालबालिकालाई प्रयोग गरेर नेपालमा रहेका आफ्ना एजेन्टहरू मार्फत हत्या हिंसा गराए। जेनजी आन्दोलनमै काङ्ग्रेस एमालेलाई खरानी बनाउने र देशमा हत्या हिंसा फैला अस्थिरता बनाइराख्ने सोचेका उनीहरूले एमाले र काङ्ग्रेसप्रति जनताको विश्वास डगमगाएको नदेखेका र उनीहरूले पालेर राखेका एजेन्टहरू विरुद्धै अब जनता जाग्न थालेपछि सबै लुसिफर र एजेन्टहरूलाई एकै ठाउँमा ल्याई चुनावमा जसरी पनि जिताउने र नेपालमा अस्थिरता फैलाउनतिर लागेका छन् पश्चिमा राष्ट्रहरू। नेपालका राजनीतिक दल काङ्ग्रेस एमालेमा पनि धेरै कमजोरी छन्। यी पार्टीका केही नेताहरू भ्रष्टाचारी छन्, तर पनि यिनीहरू लोकतान्त्रिक छन्। यी दलका कार्यकर्ता सभ्य छन्, अनुशासित छन्। नयाँ भन्नेहरूका समर्थक र नेताले जसरी अरूलाई नराम्रो शब्दमा गाली गर्दैनन्, सबैको विचारको सम्मान गर्छन्। एकपटक सामाजिक सञ्जालमा ध्यान दिएर केलाउनुहोस् त तपाईँहरूले। ती पश्चिमाका एजेन्टहरू जो आफूलाई नयाँ र दुधले नुहाएको भन्छन्, तिनीहरूले तिनका समर्थकले सामाजिक सञ्जालमा अरूलाई गरेको असभ्य गाली गलौज, अरूलाई गरेको असभ्य आलोचना, मन परी अरूले लगाएको आरोप, दिदी बहिनी आमा बालाई दिएको गाली, के नेपालको समाज यस्तो हो? के तपाईँ हामी यस्तै असभ्यहरूबाट शासित हुन चाहन्छौँ? के तपाईँहरू समाजमा यस्तै असभ्य दुर्गन्ध फैलिएको हेर्न चाहनु भएको छ त? होइन। काङ्ग्रेस एमाले राप्रपा लगायतका समर्थक र नेताहरू तिनीहरूभन्दा धेरै नै शिक्षित र सभ्य छन्। समाजमा राम्रा काम गरेका मान्छेहरू छन्। अहिले तपाईँ हामीले काङ्ग्रेस एमालेका नेतालाई र सरकार विरुद्ध आलोचना गर्न पाएका छौँ, खबरदारी गर्न पाएका छौँ। तर भोलि पश्चिमाका एजेन्टहरूले जितेमा तपाईँहरूको स्वतन्त्रता बन्दुक देखाएर खोसिनेछ। जसरी ज्ञानेन्द्र राजा हुँदा सैनिक शासन लगाएर खोसेका थिए। भोलि ती एजेन्टहरूले जितेमा बङ्गलादेशमा दिपुचन्द्र दास मारिए झै नेपालमा पनि लोकतन्त्रका लागि बोल्ने युवाहरू मारिनेछन्। युक्रेन इराक सिरियामा झै युद्ध हुनेछ। त्यति बेला तपाईँ हामी सरल लिन छिमेकी राष्ट्र पनि जान पाउने छैनौँ। अहिले पश्चिमा एजेन्टहरूले पुराना नेताहरूलाई मात्र नभई पार्टीलाई नै भ्रष्टाचारी र खराब भनेर भरम छरिरहेका छन्। तर भ्रष्टाचारमा 80% हात रहेको कर्मचारी तन्त्र विरुद्ध एक शब्द बोलेका छैनन्। उनीहरूलाई के थाहा छ भने नेपालमा लोकतन्त्रको हत्या गरी अस्थिरता ल्याउन कर्मचारी बाधक छैनन्। कर्मचारीलाई पैसामा किन्न सकिन्छ, तर केही नेता खराब भए पनि काङ्ग्रेस एमाले राप्रपा माओवादी लगायत राजनीतिक दलले लोकतन्त्रको हत्या गर्न दिने छैनन्। त्यसैले सबैभन्दा पहिले यी पार्टीलाई सिद्ध्याउनु पर्छ भन्नेमा पश्चिमा राष्ट्रहरू लागि परेका छन्। पश्चिमा देश र तिनीहरूका एजेन्टलाई नेपालमा विकाससँग कुनै मतलब छैन। नेपालमा गृह युद्ध मचाई चीन र भारतलाई चुनौती दिनु नै उनीहरूको एकमात्र उद्देश्य हो। नेपालमा राजतन्त्रको अन्त्यपछि विकासले धेरै गति लिएको छ। नेपाल जस्तो देशमा भूकम्प, नाकाबन्दी, कोभिड, विभिन्न आन्दोलनका बावजुद पनि देश विकास र अर्थतन्त्रमा यतिको सुधार हुनु राम्रो मानिन्छ। हिजो विद्युत नपुगेर अन्धकारमय भएको देश आज विद्युत निर्यात गर्दैछ। हिजो 20 रुपियाँको विद्युत बिल तिर्न 200 रुपियाँ खर्च गरेर सदरमुकाम जाने जनता आज घरमै बसेर बिल तिर्ने भएका छन्। हिजो फोनमा कुरा गर्न 2 दिन लगाएर सदरमुकाम जानु पर्थ्यो वा टेलिफोन बुथमा गएर लाइन लाउनु पर्थ्यो, तर आज हातमा मोबाइल र इन्टरनेट छ। हिजो सदरमुकाम जोड्ने सडक हिलाम्य थिए, आज गल्ली गल्ली बाटो पिच भएका छन्। हिजो जीवनजल र सिटामोल नपाएर मृत्यु हुने गर्थ्यो भने अहिले वडा पिच्छे स्वास्थ्य केन्द्र र अस्पताल छन्। हिजो किसानका बारीमा फलेका फलफुल र अन्न बजारसम्म पुर्याउन सकिँदैन थियो, तर आज खेतमै गाडी पुग्ने अवस्था छ। हिजो चाडबाडमा मात्र भात पकाउने जनता धेरै थिए, आज दिनै पछि मासु खाने जनता छन्। अहिले नै युरोप अमेरिका जस्तो विकास खोजेर हामीले पाउँदैनौँ। उनीहरू आजभन्दा 100 वर्ष अगाडि नै त्यो बाटोमा हिँडेका थिए, तर हामी विकासको बाटोमा हिँड्न लागेको बल्ल 20 वर्ष जति भएको छ।
तर हामीले फेरि पनि भरमको पछि परेर पुराना दललाई गाली गर्दै विकल्पको रूपमा युवा चाहिने भन्दै पश्चिमा देशका एजेन्टहरूलाई समर्थन गर्यौँ र सरकार चलाउने जिम्मा दियो भने तपाईँ हाम्रो कुरा छोड्नुहोस्, हाम्रा छोरा छोरीले समेत यतिको विकास पनि देख्न पाउने छैनन्। हो, खराब नेताको विकल्प खोज्नुपर्छ, तर लोकतान्त्रिक दलहरूबाट। काङ्ग्रेसको नेता खराब छ भने एमालेकोलाई जिताउने, एमालेको खराब छ भने माओवादी राप्रपाकोलाई जिताउने, दलहरूका गलत कार्यलाई विरोध गर्ने, खबरदारी गर्ने, सुशासनको लागि दबाब दिने काम हामी जनताले गर्नुपर्छ र लोकतन्त्रलाई जीवित राख्नुपर्छ। तर भरम र झुटको पछि लागेर मान्छे चिन्न सकेनौँ र ठगहरू र विदेशी दलाललाई छान्न पुग्यौँ भने तपाईँ हाम्रो नरकीय जीवन हुनेछ। त्यसैले बेलैमा आफूलाई सचेत बनाऊ र सही नागरिक कर्तव्य पुरा गरौँ। विदेशीका एजेन्ट र दलालहरूलाई छान्ने होइन, लोकतान्त्रिक दलका नेताहरूलाई छान्ने गरौँ।